So, good morning, guys. Good morning to my another video. Good morning to my another exciting video. है त अनि journey starts from today हैन आजको journey all the way to our new destination, international destination. अनि अब आज 6 बजेको फ्लाइट छ, रातिको 3 बजेको छ अनि हार्डली 1 बजे सुतियो होला, हार्डली 1.5 देखि 2 घण्टा सुतियो। हेरौँ कतिको एनर्जी हुन्छ आज दिनभरिलाई भिडियो सिडियो बनाउने यताउता सबै गर्नलाई। अनि बाइ द वे हामी यहाँ दाइकोमा आएर बसेका थियौँ किन भन्दाखेरि हाम्रोबाट भन्दा यहाँबाट नजिक पर्ने अनि यहाँबाट सजिलो होला बिहान एयरपोर्ट जानलाई भनेर यहाँ आएर बसेका थियौँ। यहाँ टक्क यसरी एयर म्याट्रेसमा रोयल बाहिरमा सुतेको, तर सुत्न चाहिँ खासै सुतिएन। अनि उनको एज युजुअल 1 घन्टादेखि चलिरहेछ। के भन्छ अब जाम ढिलो भयो यस्तो छ। अनि अब एयरपोर्टको लागि रेडी हुँदै होइन, म त रेडी भइसकेँ 2 मिनटमा। अनि अब यहीँको दाइले पुऱ्याइदिनुहुन्छ हामीलाई चाहिँ। अनि आजको भिडियो एक्साइटिङ हुनेवाला छ, हेर्दै गर्नुहोस् होइन। अनि त्यसपछि अब अन द वे भेटौँला। आजको चाहिँ अल द वे अब त्यो डेस्टिनेसनको जर्नी हुन्छ बेसिकली है त। सो आजको हाम्रो उबर ड्राइभर चाहिँ यहाँ हुनुहुन्छ। इन्ट्रोड्युसिङ आवर उबर ड्राइभर फर टुडे है त। आजको हाम्रो एयरपोर्टसम्मको लागि उहाँले हामीलाई ड्रप अफ गर्दै हुनुहुन्छ। अनि उहाँकै घरमा आएर हामी बसेको थियौँ है त। हामी एयरपोर्ट आइपुग्यौँ। सुविधा गइसक्नु भयो। अब हामी चाहिँ भित्र छिर्दैछौँ। ठ्याक्कै बजे 4। सो गाइज हामी एयरपोर्टमा आइसकेको अवस्था छ होइन। हाम्रो आजको फ्लाइट चाहिँ उयो कन्टसबाट हुन्छ। अब हामी यो ब्यागहरू राख्ने, त्यहाँनिर ब्यागहरू पठाउने, बोर्डिङ पासहरू लिने कामहरू गर्छौँ। खासै त्यस्तो भिडभाड छैन। रातिको 4 बजेको छ अहिले। अनि त्यसपछि 6 बजेको फ्लाइट छ भने चाहिँ अझै हामीसँग 2 घन्टा छ, जो त्यस्तो रस छैन। सो अर्ली आउने चक्करमा यति छिटो आइएछ कि अझै गेट खुल्न पुरै 1 घन्टा बाँकी छ। सब कुरा रेडी गरेर भित्र आएर बसेर गेटमा बसेर कफी खाएर कहिलेकाहीँ ढिलो भएर कुद्नुपर्ने हुन्छ, कहिलेकाहीँ चाहिँ 1-1.5 घन्टा छिटो नै हुँदो रहेछ। यस्तो पनि हुँदो रहेछ कहिलेकाहीँ। के भन्यो रे भन एकचोटि। के भन्यो? कफी खाएर डुम्मा हुन्न, कफी खाएर निद्रा खुल्छ। किन भन्दाखेरि हामी रातभरि सुतेका छैनौँ, हामीलाई निद्रा खुलाउनु पर्ने छ। मलाई लागेन अहिले त, तर बिस्तारै चाहिँ लाग्छ नि त। तर अलार्म क्लक बज्दाखेरि त यतान बजेको म एकछिन उ भएको थिएँ, डिलिजनल के भइरहेछ। त्यस्तो बिजी पनि छैन एयरपोर्ट, क्वाइटै छ। अर्ली फ्लाइट भएर त्यति धेरै उ हुँदैन नि त। अझै आउँदै जाला नि 5:30 बजीसम्म त मान्छेहरू डन्ने। सो गेटमा आएर बसिसकेको अवस्था छ। अब चाहिँ जस्ट प्लेनभित्र जान मात्रै बाँकी हो। प्लेन चाहिँ हल्का देखिरहेको छु मैले, हामी जाने यहाँबाट। सायद यसबाट त देखिन्न होला। ऊ यहाँनिर देखिरहेछ क्वान्टसको हो एयरलाइन चाहिँ। अनि हामी चाहिँ अब यहाँ बसिरहेछौँ। जबसम्म प्लेन उड्दैन हामी बस्छौँ। अनि कफी सफी खायौँ। अब अरू त गर्नुपर्ने केही छैन। यिनको मिसन अर्कै छ फेरि। यिनले चाहिँ टोइलेट खोजिरहेछन्। चिल छ है त। अब प्लेनमा कति बेला गइन्छ हेरौँ। एयरपोर्टको देखाउने एक्चुअली नजारा। एयरपोर्टको चाहिँ अब यहाँबाट ट्याक्क अहिले एकछिनमा हामी वही हुँदै त्यो प्लेनमा जाने हो। अनि मान्छेहरू सलक्क बसिरहेछन्, यसरी बसिरहेछन् सलक्क। अनि त्यसपछि त्यस्तै छ, अरू ठिकै छ। यहाँसम्म छ गेटहरू टन्नै छन्। गेट 23 हो हाम्रो चाहिँ। गेटहरू टन्न छन्।
यताबाट मान्छेहरू आइरहेछन् हो ल। सो गेटबाट छिरेको अवस्था छ, ब्याग बोकेर टुई 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 टुई। सो वेयर एट द सिडनी एयरपोर्ट होइन। सिडनी एयरपोर्ट चाहिँ हाम्रो फर्स्ट ट्रान्जिट हो। अनि अब नेक्स्ट हाम्रो फ्लाइट कहाँ कति बेला छ भनेर अब यहाँ इन्क्वायरी हुँदैछ यताबाट। तर हाम्रो फ्लाइट चाहिँ अझै देखाएको छैन कि यहाँ, खै किन हो अझै टु अर्ली भएर कि। टु अर्ली त नआउनु पर्ने होइन। अनि यो चाहिँ हाम्रो फर्स्ट ट्रान्जिट हो। अब यसपछि सिधै हाम्रो डेस्टिनेसनमा पुगिन्छ विदिन 3 hours। 3 hours कति 50 minutes हो भने चाहिँ 4 घन्टा भनौँ न। तर आई हेट यो प्लेनको जर्नी के यो हुन्छ नि, म चाहिँ इन्जोय गर्दिनँ प्लेनको जर्नी चाहिँ खासै। तर फेरि अस्ट्रेलियाबाट चाहिँ सबै कुराहरू टाढा टाढा हुन्छ क्या। यो एउटा सिटीबाट अर्को सिटी नै कति टाढा टाढा हुन्छ, गाह्रो चाहिँ त्यो चाहिँ गाह्रो छ क्या। अहिले चाहिँ सिडनी एयरपोर्टमा चाहिँ हिँडिरहेछौँ। अब हाम्रो नेक्स्ट डेस्टिनेसनको लागि फ्लाइट पकड्नु पर्ने हुन्छ यता। सिडनी एयरपोर्ट त लास्ट केओटी यार गाइस। आफू त गाउँतिरबाट आएको, एडलेड भन्ने गाउँबाट होइन। यहाँ त मान्छे लाइनै लाइन। अनि त्यो फुर्सद पनि दिने होइन क्या, कुदा छ अगाडि 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 भन्छ, पछाडि 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 भन्छ। अलिक गाह्रो भयो। हामीलाई गाउँ ठिक रहेछ, हामीलाई गाउँमा बस्नु ठिक छ। हामीलाई यो भिडभाड चाहिँदैन। के भन्छौ, केही भन ल। एकदम केओटिक। त्यसपछि टाइम पनि नदियो। माई गॉड, यु हियर यु देयर भन्दै। तर हामी अब जाँदैछौँ हाम्रो गेटतिर। इट्स ओके, एक्सपिरियन्सको लागि ठिकै हो। तर क्राउडी प्लेस इज नट फर अस। वी लाइक क्वाइट प्लेस। यस्तो छ है त। So guys, this is the place I was talking about, right? We are in New Zealand for next 10 days. So we have just reached, right? अनि आएर चाहिँ सिमको त्यो रोमिङले काम नगरेर लगभग 1 घन्टा जति यता उता हल्लिँदै फाइनली नयाँ सिम किनेर अनि त्यसपछि गरेको। वेलकम टु क्राइस्ट चर्च। Welcome to New Zealand. So finally क्राइस्ट चर्च पुगेर गाइस असल फसल सबै गरेर सिम किनेर नयाँ गाडी पनि किनेर भन्न मिलेन। गाडी चाहिँ यो अब हाम्रो टुरको साथी चाहिँ यो हुन्छ फोर्ड एभरेस्ट। यो गाडी हामीले रेन्टमा लिएको। अनि क्राइस्ट चर्च न्युजिल्यान्डको क्राइस्ट चर्च भन्ने सिटीबाट हामी चाहिँ अब 1 घन्टा उता है। आजको बसाइ चाहिँ हाम्रो सारा चाहिँ यो बल्की बेस्ट हुन्छ 10 दिनको लागि।